भगवान शिवको पूजन विधि म यहाँहरूलाई संक्षिप्तमा बताउँछु। भगवान शिवको पूजा गर्दा तिलको प्रयोग गर्न मिल्छ, घिउको प्रयोग गर्न मिल्छ, अक्षताको प्रयोग गर्न मिल्छ, सरस्यु हुन्छ नि पहेँलो तोरी के सरस्युको प्रयोग गर्न मिल्छ। पहेँलोवाला सरस्युको पूजन गर्नुपर्छ। र यदि यसो शत्रु नाश गर्नु छ अलिअलि अलि धेरै बैरी लाग्यो, यता नजर लगायो उता नजर लगायो भन्ने मान्छेले अलिकति सरसोले सेवा गर्ने, तोरीको तेलमा दियो बाल्ने। आजकल त बजारमा तेलको नाममा सब गडबड आउँछ, तिलको तेल भनेर के आउँछ थाहा छैन महाराज। त्यसैले शुद्ध तोरीको तेल लिएर आउने, मिल्छ भने गाईको घिउ, अब त्यो त असम्भव जस्तै छ अहिले, गाह्रो छ। त्यसैले शुद्ध तोरीको तेलमा दियो जलाउने। र मैले अघि पनि यहाँबाट निवेदन गरेँ, पुराणमा पनि कति कुराहरू दोहोरिएका हुन्छन्, फेरि त्यही कुराहरू दोहोरिएका हुन्छन्। पूजन विधि मैले भनिसकेँ। श्री गणेश कुमार नन्दी अम्मा माता पार्वती अनि भगवान शिव। सिम्पल छ। भगवानलाई स्नान गराउने, स्नानपछि वस्त्र, वस्त्रपछि तिलक, तिलकपछि भोग, भोगपछि सेवा अनि आरती आदि गरेर पुष्पाञ्जली गर्ने। यो हाम्रो नियम हो, हामीले जानेकै कुरा हो। कति कुराहरू हाम्रो भक्तिपथ प्रवेशिका जुन बाहिर उपलब्ध छ, त्यो पुस्तकमा पनि यहाँहरूले त्यो पुस्तक बाहिर ढोकाको छेउमा पाइन्छ। भगवानको सेवा गर्ने सुन्दर सुन्दर नेपाली पदहरू, नेपालीमै मन्त्रहरूलाई उल्था गरेर तयार गरिएको छ। यी सबै भक्तहरूलाई सहज होस्। पद, भजन, सङ्ग्रह, स्तोत्र आदि, विष्णु सहस्त्रनाम, गोपाल सहस्त्रनामदेखि लिएर सबै कुरा समेटेर लास्टमा 15 पेजमा भर्खरका बच्चाहरूले पनि अङ्ग्रेजीमा पढ्न सकुन्, अङ्ग्रेजीमा धर्मलाई बुझ्न सकुन् भनेर। बच्चाहरूले फेरि अङ्ग्रेजीमा भएको कुरालाई पाएको मान्दा रहेछन् हेर्नु आजकल। त्यही भएर इङ्ग्लिसमा पनि एउटै किताबभित्र हामीले राखेका छौँ। हजुरहरूलाई कसैलाई रुचि भयो भने यहाँबाट निस्किँदाखेरि भक्तिपथ प्रवेशिका लिँदा हुन्छ। हजुरले अत्यन्त उपयोगी पुस्तक बाहिर छ। र शिव महापुराणले के भन्छ भने भक्तिहीन मनुष्यले गरेका सबै कर्म निरर्थक हुन्छन्। एकदम सजिलो, बुझ्नुपर्ने, जान्नुपर्ने, जीवनमा एप्लाई गर्नुपर्ने यो मन्त्र हो। भावो हि विद्यते देवो तस्माद् भावम समाचरेत्। चाहे हजुर लक्ष्मी नारायण को भक्त हो, चाहे कृष्ण को, चाहे सीताराम को, चाहे राधे श्याम को, हजुरले कसको सेवा गर्नुहुन्छ त्यो हजुरको कुरा हो। तर जसको सेवा गरे पनि त्यो सेवा भाव सहित हुनु पर्यो। न काष्ठे विद्यते देवो न शिलायाम कदाचन, भावो हि विद्यते देवो तस्मात् भावम समाचरेत्। भगवान ढुङ्गाको र काठको मूर्तिमा, सुन र चाँदीको पित्तलको मूर्तिमा हुँदैनन्। त्यो त हामीले प्राण प्रतिष्ठा गर्ने हो। ईश्वर त भावको मूर्तिमा हुनुहुन्छ। हजुरको भाव निश्चल निर्मल छ भने मनमा हरिको स्वतः वास हुन्छ। भाव निर्मल छैन भने तावत सर्वम निरर्थकम, सब बेकार छ। सुन्नुभयो कुरा? टोकरी भरि पूजा गर्ने सामग्री छ, सफा छ टोकरी। अब आजकल त ऱ्यापिङ गरेको आउँछ, आजकल त अझै त्यो चाँदी जस्तो आउँछ एक खालको है, राइट टोकरी सजाएर एकदम श्रृङ्गार गरेर माला, बेलपत्र, सरस्यो, तुलसी, पूजाको टोकरी सजिएको छ, पूजाको थाली सजिएको छ, मन सजिएको छैन भने तावत सर्वम निरर्थकम, त्यो बेकार छ, त्यो निरर्थक छ, त्यो पूजा भगवानले स्वीकार गर्नुहुन्न। निश्चित छ यो कुरा मान्नु। शिव पुराणले पनि हामीलाई यही कुरा सम्झाएको छ। शिव पूजन पछि घरमा अनुष्ठान आदि गर्नुभयो भने हवन पनि गर्नु भनेको छ। 2 हात बाई 2 हातको अग्निकुण्ड बनाउनु या 4 हात बाई 4 हातको अग्निकुण्ड बनाएर हवन पनि गर्नु भनेर लेखेको छ। र जसरी कृष्ण झुला हुन्छ श्रावणमा, त्यसरी नै चैत्रको महिनामा भगवान भोलेनाथलाई झुलामा झुलाउनु भनेर लेखेको छ शिव महापुराणमा। शिवका भक्तले दान के गर्ने
कुन महिनामा गर्ने यो पनि चर्चा छ महाराज। बोले माघमा घिउ र कम्मल दान गर्नु रे। के गर्नु रे? कि घिउ दान गर्नु रे कि कम्मल दान गर्नु रे? शास्त्रले नि मिलाएर भनेको हुन्छ कि अब जेठमा घिउ खाने मान्छे बिरामी होला भनेर माघमा गरेपछि त महाराज हामी ब्राह्मण त हुँदैनन् महाराज। हामी त 2-4 माना घिउ त यसै बचाइदिन्छौँ। हाम्रो कुरा होइन, अरू मान्छेको कुरा। तेजो कुरो होइन त हो नि? होइन 1-2 माना घिउ त यो उमेरमा पनि जान्छ। वाह क्या बात। हर हर महादेव। आवाज आएन हजुर, यसरी भएन। हर हर महादेव। अझै आएन। नहीं घिउको एउटा कुरा याद आयो मलाई। घिउ बडा कीमती वस्तु हो हुन त है। कंजुसहरूको एउटा हास्य दृष्टान्त याद आयो। बाहिर पानी परिरहेको छ, त्यसै पनि दृष्टान्त सुनाइदिउँ? सुन्ने हो? कसलाई सुन्ने? ल हात उठाउँ त ल। वाह ल शाबास। 3 जना साथीहरू रहेछन् कंजूस। त्यहीमाथि खर्च गर्न भनेपछि डराउने। गाउँभरिकाले कुरा काटेछन् भाइ तिमीहरू जस्तो लोभी यो गाउँमा कोही छैन। दुब्ला दुब्ला पातला पातला छौ, यत्रो पैसा कमाउँछौ, अलिकति घिउ खाने गर, जिउ पनि लाग्छ, ताकत पनि आउँछ। घरमा बुढा भएका बाबा आमा छन् त घिउ कमसेकम उनीहरूलाई पनि खुवाऊ। यो कसैको जीवनसँग मेल खायो भने संयोग मात्र हुनेछ। यो कसैको कथा होइन नि। फेरि साँझ गुरुदेवले मलाई भन्नुभएको थियो कि नभन्नु नि फेरि महाराज, सब गडबड हुन्छ। यहाँ त म आनन्दले कथा भनेर जान्छु हजुर, अनि हाम्रा धेरै शिष्यहरू हुनुहुन्छ यहाँ, सबैले आफ्नो आफ्नो लाउनुहुन्छ। यो कुरा मलाई भन्नुभयो होला गुरुदेवले, अर्कोले त्यो त तँलाई होला, यो चाहिँ मलाई हो भन्छ महाराज। यस्तो छ यहाँ। अनि 1-2 दिनमा त रिपोर्टिङ घुमिफुरी मथीमा आउँछ महाराज। त्यसैले कसैलाई होइन, ध्यान दिनु नि। 3 जना कंजूस साथी। गाउँले भने भाइ घिउ त खाने गर कमसेकम। साह्रै कुरा काटे, लोभी भइयो भनेर जे पर्यो घिउ किन्नु पर्यो भनेर 1 पाउ घिउ किन्न भनेर बजार गएछन् 3 जनै। के किन्न भनेर? घिउ। 1 पाउ घिउ किनेछन् हजुर। डिब्बामा राखिन्छन्, प्लास्टिकमा राखेछन्। किन थाहा छ? सबैले देखो न हामीले किन्यौँ भनेर। प्लास्टिकमा राखेर 1 राउन्ड गाउँको पुरा लगाएछन्। के छ? यसो घिउ किनेर आएको भन्दै भन्दै सुनाउँदै गाउँभरिका सबलाई भेट्दै प्लास्टिकमा घिउ झुन्डाएकै छ, देखिएकै छ घिउ। गाउँ पुरा घुमेर आए, घरमा घिउ राखे, अब घिउ खान सुरु गरे। 1 महिनापछि 3 जनाको फेरि भेट भएछ। कति महिनापछि? 1 महिनापछि। अनि पहिलोले भनेछ, हो के छ तिमीहरूको घिउ सकियो कि सकिया छैन? हाम्रो त छ, ठिकै छ, तेरो भन्न पहिला भनेछ। पहिलो मान्छेले भनेछ घिउ सकिएको छैन मेरो। 1 पाउ घिउ लगेको, घरमा 5 जना मान्छे छन्, अहिलेसम्म घिउ सकिया छैन। नहीं मैले जानेको छु नि त बुद्धि। के गर्छस् भनेको? घरमा पहिला रोटी बनाइन्छ, सबका लागि रोटी बन्छ। बोले अँ बन्छ। रोटी बनाएपछि मैले माथिका 5-6 रोटीमा हल्का घिउ लगाइदिन्छु, हल्का 5-6 माथिका। त त्यसैले काम चल्छ। सबैलाई घिउ लागेको रोटी भनेर दिन्छु महाराज, सबैले खान्छन्। त घिउ लगाएकाको बिचमा नलगाएको रोटी राखिदिन्छु 2-3टा सबैलाई। कसैले 4 रोटी खान्छ भने माथि घिउ लगाएको रोटी, तल सब त्यस्तै रोटी चलिरहेको छ। हेर मैले कति घिउ बचाएको थाहा पायो तिमीहरूले? अर्कोले भनेछ भनेपछि तेरो आधा डिब्बा भयो होला है भनेछ। के अरे आधा त 1 पाउ घिउ लगेको 1 पाउको डिब्बा, आधा भन्दा थोरै तल भयो होला भनेछ। ओहो धेरै खर्च गरिस् भनेछ अर्कोले। धेरै खर्च? मेरो त अझै आधा डिब्बा भन्दा नि माथि छ भनेछ। कसरी? सँगै घिउ किनेको। उसले के भन्छ थाहा छ? घरमा रोटी बन्छ, सब भोजन गर्न आउँछन्,
रोटीको अगाडि सब रोटी भनेर राखिन्छ। अनि मेरो आमाले जाडोमा स्वेटर बुन्ने एउटा त्यो के भन्छ सियो के भन्छ त्यसलाई के भन्छ माताजी कुरुस कुरुस हो त्यो कुरुस हुन्छ अरे नि हो त्यो कपडा बुन्ने त्यो कुरुस छ। सब जब आउँछन् रोटी खात लगाएर राखिन्छ अगाडि अनि त्यो कुरुसलाई घिउको डुब्बामा चोबिन्छ अनि सब रोटीमा एकै पटकमा यसरी लगाएपछि त्यो सब रोटीमा त घिउ पुग्छ एकैचोटि महाराज अलिकति अलिकति त पुग्छ। कुरुस भिज्छ अनि एकचोटिमा यसरी सियो त्यो पसालेपछि अन्तिम रोटीसम्म पुग्छ। सब रोटीमा घिउ लाग्यो घिउ आधा डिब्बा भन्दा पनि माथि छ। तेस्रोले भन्यो भाइ मेरो त अलिकति पनि कम भएको छैन तर सधैँ घिउसँग माम खान्छु भनेछ बा अलिकति कम पनि भएको छैन घिउसँग माम कसरी खान्छु भनेको के भनेछ भने सब भोजन गर्न सबैलाई नजिक नजिक बसाल्छु तिमीहरूले ओरिजिनल घिउ किन्दैकै छौ खाने बेला भएपछि डिब्बाको ढक्कन खोलिदिन्छु मङ्ग बसाउँछ ल घिउसँग माम खाएको सम्झेर खाऊ भन्छु खान्छ सबैले। सबैले खान्छन् महाराज घिउ जस्ताको जस्तै छ। बोले भक्तवत्सल भगवानको आश्विन महिनामा खीर दान गर्नु रे कार्तिकमा दीप दान गर्नु भगवान शिवलाई पनि भगवान विष्णुका भक्तले जसले विशेष गरेर राधा कृष्णको उपासना गर्नुहुन्छ कार्तिक मासको कथा सुन्नुहुन्छ उहाँहरूले त दीपदान गर्नुहुन्छ। हाम्रो वृन्दावनमा पनि यमुनामा दीपदान गर्ने काठमाडौँमा बागमतीमा दीपदान गर्ने चलन छ। शिवका भक्तहरूले विशेष गरेर कार्तिक महिनामा दीपदान गर्नुपर्छ। र जब पनि शिव भगवानको पूजन गर्नुहुन्छ शिव महापुराणमा लेखिएको छ दाहिने भागमा श्री गणेशको स्थापना गर्ने र देब्रे भागमा कुमारजीलाई स्थापना गरेर स्थापित गराएर पूजन गर्नुपर्छ भनेर श्री शिव महापुराणमा लेखिएको छ। यदि शिवलिङ्ग पाइएन भने बडा मिठो कुरा छ ध्यान दिएर सुन्नु। शिवको पूजा गर्न त मन छ तर म भएको ठाउँमा शिवलिङ्ग छैन। जस्तै यति बेला हामीलाई संसारभरिबाट हाम्रा भक्तहरूले हेर्नुभएको छ सुन्नुभएको छ। हिजो दिनेश गुरुले भन्दै हुनुहुन्थ्यो मेरो अफिसले नि मलाई भन्दै थियो भक्तिपथ मिडियाले पनि कि महाराजी संसारभरिबाट भक्तहरूले मेसेज गर्नुभएको छ। भारतका आसाम दार्जिलिङ सिक्किम त्यसपछि अस्ट्रेलिया युएसबाट क्यानाडा लन्डनबाट भक्तहरू धेरैले कि हामी कथा सुनेका छौँ आनन्द लिएका छौँ भन्नुभएको छ। हिजो एउटी बुढी आमा माथि आएर मलाई के भन्नुभयो भने यहाँ व्यासगद्दीको छेउमा आएर गुरुदेव कति दिनपछि कथा सुन्न पाइयो कत्रो दिन लगाउनु भयो कथा भन्न आउनु भन्नुभयो। यस्तै श्रद्धा उहाँ आमाको आँखामा आँसु टिलपिल थियो हिजो। त्यस्तो प्रेम गर्ने यहाँहरूको स्वभाव छ यो दासलाई यो बालकप्रतिको स्नेह सदैव हजुरहरूको यस्तै बनिरहोस् यही कामना छ भगवान् पशुपतिनाथसँग। सज्जनवृन्द म निवेदन गर्दै थिएँ हजुरहरूसँग यदि शिवलिङ्गको अभाव भयो भने हजुर विदेशमा हुनुहुन्छ यात्रामा हुनुहुन्छ जस्तै कसै कसैको नित्य सेवाको भाव हुन्छ नियम हुन्छ। हुन त मैले अस्ति भनिसकेँ शिव पूजनलाई नियममा मात्र बाँध्ने होइन शिव पूजनलाई शिव स्मृतिलाई शिव भजनलाई शिव स्मरणलाई नियमबाट स्वभावमा पुर्याउने हो भनेको हो कि होइन। नियममा मात्र बाँध्ने होइन स्वभाव बनाउने शिवजीको स्मरण हाम्रो स्वभाव होस्। जस्तै बिहान उठेपछि तातो पानी पिउने स्वभाव भयो भने त जसरी पनि पिउँछ उसले जहाँ गएर मागेर भए पनि पिउँछ। व्यक्तिले सबै कुरा बदलिदिन्छ स्वभाव बदलिँदैन आफ्नो। त्यस्तै झैँ सब छुटोस् तर शिव नछुटुन् शिवलाई आफ्नो स्वभाव बनाउनुहोस् नियम बनाउने होइन। पछाडि बस्ने भक्तहरूको ताली खै पछाडि बस्नेको ताली ओन डिमान्ड महाराज अब डिमान्ड गर्नुपर्छ कहिले कहिले। कति बेला यता दान गर्नुहोस् भनेर डिमान्ड गर्नु पर्यो। सचिवालयमा जानुहोस् मानव सेवा फाउन्डेसनमा आमाको घर छोरीको घरमा आमा बुवा हुनुहुन्छ मामाको घरमा
हाम्रा भाइ बहिनी हुनुहुन्छ, उहाँहरूको सेवा गर्नु छ, भवन निर्माण गर्नु छ, त कति बेला दान अन डिमान्ड, कति बेला ताली अन डिमान्ड। यही मस्ती छ बाबा पशुपतिनाथको काखामा। मैले सुरुको दिन भनेको थिएँ, यो कथा केवल कथा होइन, यो त हजुर र म मात्रै आनन्द लिएको होइन, यो त भोले बाबाको काखमा बसेर, जसरी मैले भने घरमा आफ्ना मातापिता या अभिभावकको कुनै प्रसङ्ग जब बच्चाले सुनाउँछ कि अस्ति बुवाले यस्तो गर्नुभएको थियो, अस्ति बुवा यस्तो भन्दै हुनुहुन्थ्यो, त आफ्नो कुरा आफ्ना बालकको मुखबाट जब अभिभावकले सुन्नुहुन्छ त अभिभावकलाई बडा आनन्द आउँछ, हाँस्नुहुन्छ, हो कि होइन? हजुरहरूको बच्चाले हजुरहरूको वर्णन गर्यो भने हाँसो लाग्छ कि लाग्दैन? आनन्द आउँछ कि आउँदैन? बस बस हामीले पनि त्यही गरेको हो। भोले बाबाको चरणमा बसेर उहाँको कथा उहाँलाई नै सुनाएको हो। मैले एकदमै संक्षिप्तमा लगेर कथालाई बिट मार्ने प्रयास गर्दैछु। नेमी सारण्यबाट ऋषिगणहरू काशी प्रस्थान गरेर शिव तेजको दर्शन गर्नुभएको प्रसङ्गहरू यहाँ आउँछ। मेरु पर्वतको प्रसङ्ग आउँछ र सूतजी प्रस्थान गरेको प्रसङ्ग आउँछ। साथमा शिव महापुराणको महिमा छ। बुझ्नुपर्ने कुरा के छ भने शिव पुराण शिव भक्तहरूका लागि अमृत हो। म त भन्छु यसको श्रद्धा अन्य देवहरूको चरणमा छ। जो राधा कृष्णको उपासक हुनुहुन्छ, जो लक्ष्मी नारायणको उपासक हुनुहुन्छ, जो सीतारामको उपासक हुनुहुन्छ, उहाँहरूका लागि पनि शिव कथा परम अमृत हो। किनभने शिवजी परम वैष्णव हुनुहुन्छ। शिवको स्वभाव हरेक वैष्णवमा हुनुपर्छ। वैष्णवानाम यथा शम्भु भनेर श्रीमद् भागवतले पनि भनेको छ। वैष्णव कस्तो हुनु भन्दा शिव जस्तो हुनु। शिव वैष्णवहरूमा अग्रगण्य छन्। शिवको जुन भाव छ त्यो भाव सबमा हुनुपर्छ। त्यो हुनका लागि, शिवको भाव आउनको लागि हामी पहिला शिवमय बन्नु पर्यो। यो चित्त स्थिर हुनु पर्यो। योगको द्वारा चित्तका वृत्तिहरूलाई रोक्नु पर्यो। सज्जनवृन्द, निवेदन मात्र के गर्न खोजेको भने योग भनेको केवल उफ्रिने, दौडिने, कुद्ने, व्यायाम गर्ने व्यायाम होइन। भगवत गीताले के भन्छ भने योगश चित्तवृत्ति निरोधा, जे द्वारा हजुरको चित्तको चञ्चलता स्थिर हुन्छ त्यो योग हो। अर्को शब्द छ बडा प्रसिद्ध, समत्वम योग उच्यते। जब सबमा समभाव प्रकट हुन्छ तब व्यक्ति योगी बन्छ, तब व्यक्ति भगवान शिवको बन्छ। महाराज, शिव पुराणमा भनिएको छ, एतत् शिव पुराणम हि शिवस्य अति प्रियम परम भुक्ति मुक्ति प्रदम ब्रह्म सम्मितम भक्ति वर्धनम। यो जुन शिव पुराण छ भगवान शिवको अति प्रिय छ। साथमा भुक्ति र मुक्ति दुवै दिनेवाला छ। एतत् शिव पुराणस्य वक्तुः श्रोतुश्च सर्वदा शगणः ससुतः साम्बः संकरोतु सशंकरः। के भनिएको छ थाहा छ? शिव पुराणको विराममा जसले शिव पुराण वाचन गर्छ, जसले शिव पुराण श्रवण गर्छ, ती व्यक्ति आफ्नो समूह, आफ्नो परिवारजन सहित भगवान शिवलाई प्राप्त हुन्छ र भगवान शिवले उसको कल्याण गर्नुहुन्छ। बोले शिव महापुराणको। सज्जनवृन्द, बुझ्ने कुरा के छ भने पुराणमा धेरै कथा छन्। हाम्रो स्मरण शक्ति धेरै कथालाई समेट्न सक्ने छैन, कमजोर छ। आज सुनेको कति त्यही बिर्सिसक्यो। भर्खर गुरुजीले भन्नुभएको नि भुलिसक्यो कति कुरा।
त बुझ्ने कुरा के हो, शिव पुराणको सार के हो त्यो बुझ्नु जरुरी छ। सज्जनवृन्द, यो जगत शिवमय छ, मैले भनिसकेँ। शिव पुरुष हुन्, यो जगत प्रकृति हो, यो पृथ्वी छन् नि प्रकृति हुन् नि, र शिवकै अंश हामी सब हौँ, ईश्वर अंश, जीव अविनाशी। र शिव बिना यो जीवन कसैले कल्पना गर्न सक्दैन। मैले प्रथम दिवस यहाँहरूलाई भगवान शिवका अनेक लीलाहरू श्रवण गराएँ, शिवलिङ्गको पूजनको विधि आदि सुनाएँ, र अनेक कथा प्रसङ्गहरू हामी सती चरित्र आदि, माता पार्वतीको चरित्र, भगवान गणेश कार्तिकेयको चरित्र, वृन्दाको पावन चरित्र हामीहरूले सुन्दै सुन्दै आज हामी एकादश दिवसको विश्राममा आएका छौँ। शिव पुराणमा 24,000 श्लोक छन्। यति धेरै श्लोकहरूको व्याख्या गर्न यति कम समयमा सम्भव छैन। 7 संहिताले सजिएको शिव पुराणका ती 24,000 श्लोक मध्ये केही सार तत्त्व मैले यहाँहरूलाई श्रवण गराएँ। मैले पूर्ण पुराण सुनाएको छैन हजुरलाई, किनभने त्यो सम्भवै छैन। तर सार व्यक्तिले, अब मैले भनौँ 1 कुँडे दुध पिउन नसक्ला, तर माथिको तर त खान सक्छ नि, अलिकति हुन्छ होइन त। त्यस्तै झैँ यो सार तत्त्व मैले यहाँहरूलाई सुनाएँ, र जति मेरो यो बुद्धिले भेट्यो, सानो बुद्धिले, त्यति म प्रयास गरेँ। म मात्र के भन्न चाहन्छु भने शिव बिना हाम्रो अस्तित्व छैन। यो श्वास नै शिव हो, मैले पटक पटक भन्छु, सधैँ भन्छु। शिव भएनन् भने यो शरीर शव हुन्छ, यो शव अस्तित्वहीन हुन्छ। शिव छन् र हाम्रो अस्तित्व छ, शिव भएनन् भने हाम्रो कुनै पनि अस्तित्व हुँदैन। यहाँहरू सबैमाथि भूत भावन भोलेनाथको कृपा बनिरहोस्, मेरो मङ्गलमय शुभकामना छ। यो यज्ञ निरन्तर भाद्र 21 गतेसम्म चल्नेछ। शिव पुराणको कथालाई आज हामीले विराम दिएका छौँ। संक्षिप्तमा जति सक्यौँ, जति मैले भन्न भ्याएँ, जति हजुरले सुन्न भ्याउनुभयो, त्यति नै भोलेनाथलाई समर्पित गरौँ। हे भोलेनाथ, यदि हामीबाट केही भुल भएको भए क्षमा पाऊँ, क्षमा माग्दै शिव पुराणलाई भने यही प्रणाम गरौँ।